केही कन्टी गरेर त ल एम पोजिसन है जस अब त्यसको नाम ल एम पोजिसन पनि नाक कतिको भित्र गएको जस्तो नि मैले चका भन्ने जस्तो हुन्छ यसले गाड्ने अलिअलि गोड किनी गरेर गाडिदिन्छ होला नि अन्त घैटे हिजो त्यो बुढोको दुईटाले छोल्ले हान्दै गरे दुईटा लड्कीले छोल्ले हानेको रे होइन एउटाको कहानी एउटालाई सुनाएको केटीहरूको त ग्रुप च्याट हुँदो रहेछ त्यहाँ यसमा भित्रै ठाउँ मुजी छिरेको होइन यस्तो घप्टो सप्टो परेर बस्नुपर्छ कहिले कहिले त दोहोरी गीत छोरी गीत बजाउँदो रहेछ कि तिनीहरूले ग्रुप छ अब ल गेस्ट आयो भने तिनीहरूलाई मेसेज गर्छ ल भनेर हामी गएको थियौँ पछि त यस्तो जोरलाई थत धेरै त्यहाँ हो कि जानु स्पा जानु जाने हो भने चाहिँ त्यो सेनेटमा जानुपर्छ अनि त्यहाँ त फेरि अब केटा हो शब्द एउटा स्टाइल त कहाँ हुन्छ नि म्युजियम त्यहाँ गरिदिनै पर्ने हो कि त्यो हो र गर्नै पर्ने हो कि भित्र चाक साक औला सौला हाल्थ्यो स्त्री चाकमा औला हाल्थ्यो एम पोजिसनमा आएर उल्टो स्पा गर्ने केटीले सुन्दै गरेको घैटेको चाक सुन्ने दौडा यो सही हुन्छ होला चाटेमा उदाएको चाक केटीहरूले भिडियोमा आयो यहाँ सुन्दै अझ कसको चाक सुन्यो अरे यसले त्यहाँ त अलि त त्यहाँ त कसको चाक चाट्थ्यो अरे केटा मेरो चाटे मेरो चाटे यही उकिन्छ त त्यस्तै हो चिनीले उकालिदियो क्या हो त्यस्तै होला उकालिदियो